यसको चैट 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 हुन्छ भाइदिम यो नि के भन्छ यसको अब खुट्टा बान्न लाउनुपर्छ दाइले आजलाई चट्टसित यसको जोडी यहाँ छ हाम्रो दाइ उहाँ पुरा उठेर आउनु भयो ल यसलाई बानियो हाम्रो साला बाउ एउटा त्यहाँ छ सानो एउटा योभन्दा ठुलो चाहिँ यो हो यसको जोडी काट्ने चाहिँ आज यसलाई हाम्रो बुङ्गुर ढलेको अवस्था गुयै छोडेछ सोल्टीले यतापट्टि गुयै छोडेर मरेछ यार गुयै छोडेर मरेछ यार सट्टसित यो मर्यो यहाँबाट झिरुन्यो यहाँबाट यो हो हाम्रो झिर हैन हल्का बाङ्गे रहेछ ल दाइ कति धार्ने होला ठ्याक्कै है मिलाउनेलाई पुच्छर ल साला बाउ कति होला हो एक घन्टा भनौँ न ल साला बाउको ल दुइटै 36 भयो छ ल मैले 35 अब यहाँ पोल्ने कार्यक्रम सुरु भयो हाम्रो दाइ ओके अलि भाइ अलि रेगुलेटर बिग्रेर आरको चेन्ज गरियो हामीले त हाम्रो भेनाजु आउनुभयो साजुजी गरे साजु त भाइ भेनाजुले ल्याउनु पर्यो रेगुलेटर फेरि काम सुचारू भएको छ यहाँ चाहिँ आएको छ हाम्रो बिचमा भाउजूले ल्याएर जानुभयो दिएर जानुभयो र पोल्ने कार्यक्रम खै त हजुरले होइन चिया करा थियो ए हाम्रो साजु अब नाजु चेस चेस ल स्वागत छ है हाम्रो धनदाई पनि आउनुभयो यहाँ खाली पोलिँदैछ यो हाम्रो बुङ्गुर पोल्ने प्रोसेस के हुन्छ भनेपछि होइन सुरुमा हामीले ढलाएपछि पोल्ने भनेको हामीले माथिको रौँ हुन्छ एक लेयर है माथिको रौँमा चाहिँ पहिला सुरुमा हल्का पानी हालेर चाहिँ हामीले पोल्छौँ अनि त्यो रौँ खुर्केर फालेपछि यो चाहिँ सेकेन्ड प्रोसेस हो है खुर्केर फालेपछि यो छाला माथिको लेयरलाई फेरि पनि हामीले यो कालो हुनेगरी पोल्छौँ पोलेर भ्याएपछि फेरि पानी हाल्छौँ पानी हालेर ढडाएपछि एकछिनमा चाहिँ खुकुरी हुन्छ चक्कुहरू हुन्छ केले हुन्छ यो चाहिँ माथिको लेयर फेरि फालेर सफा गराउँछौँ त्यसपछि बल्ल चाहिँ हाम्रो कलरहरू लाउने हो है यता अहिले फेरि हाम्रो दाइ आउनुभएको छ प्रदीप दाइ अलिकति लेट आउनुभयो ओ दाइ अझै नसुने चाहिँ गर्नुपर्छ अरे के अरे भुट्टा पाएको के अरे हाम्रो यो अहिले खुर्केर राख्यो सेकेन्ड स्टेपमा आयो यो अब कलर लाग्छ हाम्रो कलर खै हाम्रो बरुन यो कलर अब यसलाई ह्याप्पी होली गराइन्छ अपरेसन हुन लाग्यो हाम्रो हजुर यतै थियो के यतै दाइले राख्नु भयो होला
यसको अहिले अपरेसन हुँदैछ हैन। यसको भुँडीहरू अब दाइले पछाडिबाट बिचबाट छुटाउँदै हुनुहुन्छ। अनि यो बुङ्गुरको चाहिँ रगत पनि यस्तो के अरे झिरले हानेपछि बाहिर जाँदैन नि त। त्यो अगाडिपट्टिको ठ्याक्क मुटुहरू भएको ठाउँमा अगाडिको दुईटा खुट्टाको बिचमा चाहिँ रगत हुन्छ। त्यहाँ चाहिँ त्यो रगत चाहिँ मैले निकालेको थिएँ काटेर, त्यतिखेर चाहिँ खिच्न पाइएन। यतापट्टि दाइले करङको बनाउँदै हुनुहुन्छ सानो पिस। यतापट्टि अब मैले खुट्टाको तान्छु मासु झुन्नाएर। यता पुसाजु र भाइले चाहिँ उता भुँडी छुट्याउँदैछन्। अहिले उता लगेर धुनी हो यसलाई। हाम्रो दाइले पुरा खुट्टा तान्दै हुनुहुन्छ। लुचेको लुचै हुनुहुन्छ। 3टा खुट्टा भ्याइसक्नु भयो। यो लास्ट खुट्टा ल। अब हामीले यहाँ भाग लाउनु लाग्छौँ। कति धार्नी भयो हाम्रो 38 होइन। कसैले भनेको मिलेन यार। आज मिल्नेलाई पुच्छर दिने भनेको कसैले। हाम्रो थमे दाइले 36 भन्नु थियो के अरे, मिलेन। सानै थियो तर अठिलो रहेछ हौ। को भन्दा नि अरे। समझ्यौ 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 न। यतापट्टि पेटीको हो यो चाहिँ अगाडिको खुट्टाको पछाडि खुट्टाको त्यो करङहरू हड्डी आइटम। यता करङतिरको भित्री भन्दा नि 3 पिसहरू त्यहाँ छ। दाइले खुट्टाको तलपट्टिको र अनि खुट्टा तानेको हड्डीहरू काट्नुपर्छ। हाम्रो बुट्टा फेरि यो हो। उतापट्टि भुँडीहरू धोइसक्नु भयो। अब यो फोक्सो कलेजो कानहरू पुच्छरहरू अब यता कटिङ गर्नुहुन्छ। यहाँ 38 भाग लाउँदा त पुरै टाटै ढाक्यो यार। जता हेऱ्यो मासु छ यार। पाडाको त बिलो लाउँछ ठुलै। भुट्टा कटिङ दाइको आँखै तिर्मिरायो। छट्टासित हाम्रो भाग लाउँदैछु मैले। 38 भाग मासु। जता पनि मासु मासु। बुटुवा ल निशाना लाउनु है। भुँडी बोथारेर आयो। भुँडी भुँडी हाम्रो यहाँ भुटुवा हुँदैछ। अब यहाँ सुरुमा यो बोसोसित भुँडी आन्द्राहरू भित्रको पड्काउँदैछौँ। त्यसपछि बल्ल बाहिरी भन्नाले भित्र त भित्रकै हुने भयो कि सबै। भुँडीभन्दा बाहिरी फोक्सो कलेजोहरू कान पुच्छर यही हो हाम्रो भुटुवा।
प्याज मसला त अझै भाउजूले खुर्सानी पिस्दै हुनुहुन्छ आज रमाउनु पर्छ हाम्रो यो आज प्रयोग भएको हतियार र अचानकहरू एउटा दाउ एउटा खुकुरी दुईटा खुकुरी एउटा चक्कु दुईटा हाँसी अर्को दाउ एउटा दुईटा तीनटा चाहिँ अचानक स्मल मिडियम लार्ज चट्टसित यसैले आज बुङ्गुर ढल्यो सकाइयो त अब दाइहरूले फेरि यता कडा सरसफाइ गर्नुपर्छ होइन होइन भिडियोको होइन के बल्ल उठेछ एउटा बल्ल अनि यतापट्टि कडा सरसफाइ गर्छ होइन के भिडियो लास्ट इन्डिङ खाना नि यतै खानुपर्छ क्या भाइ खाना यहाँ काटियो चाखिसकिस् यो त ढिलो भुटुवा चाखिसकेछ यार यो त मान्छे त कौन है ये लोग कहाँ से आते हैं त्यही हो आज 38 धानीको बुङ्गुर सकाइयो ल आज 38 धानीको बुङ्गुरलाई सल्टाइयो छक्क 38 के 28 छैन ए ल अहिले हाम्रो कति बज्यो यो दाउले सुख पाएछ यहाँ लुक्के रहेछ तलपट्टि कपडाको तल नत्र मान्छेले यसलाई आज दरो चुटाइ खान्थ्यो बचिस है केटा आज त ल त्यही हो हाम्रो यो बर्नर बिग्रेर दुःख पाइयो अर्को ल्याएर फेरि बल्ल भेनाजुल ल्याइदिनु भयो फेरि अर्को लिएर आउनुभयो अनि बल्ल सुरु भयो यसले गर्दा नि टाइम लाग्यो आज हामीलाई अहिले भुटुवा रेडी भएको छ चट्टसित हाम्रो बुङ्गुरको भुटा यति है अर्ग्यानिक घरै पालेको बुङ्गुरको भुटुवा चट्ट लाएर अब यसलाई चुवाम खाइन्छ तेरी पादेको नि आयो यार अरे मुझे चक्कर आने लग गया अब हाम्रो अब भुटुवा खाने बेला भयो भुटुवाको भाग 1 2 3 4 छ अझै अलिकति 5 हामी कति भन्दाखेरि 14 जना पुगेछौँ जितेलाई त नहाल्दैन छ त्यही भाडामा राख्दै हुन्छ नि त 7 1 2 3 4 5 6 7 चमनै आएन नि त्यो कहाँ मर्यो भुट्टा खान सुरु यता उठी हो दाइले अर्को होइन ए किन दाइहरू हस्पिटलमा काम गर्ने हो नि तपाईँ हस्पिटलमा काम गर्न लागेदेखि बिग्रियो है सबै ऊ बाबा आउनुभयो त ल अब हामी भुट्टा खान लाग्यौँ भुट्टा खान सुरु मेरो चाहिँ यता छ है त म देखाइदिन्छु है त्यतापट्टि पतञ्जली दारू नहीं रे बाबा दवाई है बाबा नि आउनुभयो ल त्यही हो अब अघि चाहिँ हामीले चाहिँ त्यो दाइको बुङ्गुर काट पारेँ नि त बिहानै कति 5 बजे 5:15 बजीतिर गर्थेँ म अनि कति 5:30 बजीतिर हामीले ढलाइसकेको थियौँ अनि त्यही हो ढलाएर अलिकति टाइम खायो नि त त्यसले बर्नर हाम्रो बिग्रियो बिचैमा त्यसले गर्दा अलिकति टाइम खायो अहिले चाहिँ म एक्चुअली काममा है अहिले फर्ममा आएको छु आफ्नो घर आइसकेँ त हाम्रो काम भ्याइयो नि त
काम भ्याइयो भन्दा नि सबै बुकुर छिलिङ्गाइयो, काटियो, उठाइयो, सबै मासु उठाइयो, भुटुवा खाइयो, बस्यो, रमाइलो भयो। जोस् भोलि चैते दसैँकै लागि भनेर काटेको हो त्यो बुकुर। दाइको 2टा बुकुर थियो, 2टामा चाहिँ अहिले आज काटेको चाहिँ हाम्रो सानो चाहिँ हो, ठुलो चाहिँ अझै ठुलो छ। यो चाहिँ ठ्याक्कै कति 7 महिना लगभग अझै पुगेको थिएन क्या दिनले। 7 महिनाको 38 धार्ने भयो दाइको बुकुर, राम्रो बढेको रहेछ। यो चाहिँ बढे छैन भन्दै थियौँ, तर बढेकै रहेछ यो पनि। अर्को त त्यही 45 एराउन्ड छ, 45 एराउन्डको छ त्यो। अर्को चाहिँ ठुलो छ। हामी चाहिँ आज सानो चाहिँ काटेको, अलि नबढेको भनेर काटेको। यही पनि रहेछ हो, 38 धानी भएको रहेछ। त्यही हो। अब त्यही हो, चैते दसैँको सबैलाई शुभकामना भन्दै अब चाहिँ अफ हुन पर्यो, राख्न पर्यो है त ल।